नमस्ते। आज हामी एउटा यस्तो आर्थिक घटनाको कुरा गर्दैछौँ जसले 90 को दशकमा भारत हल्लाएको थियो। सन् 1992 को त्यो घोटाला, जसको आजको मूल्यमा हिसाब गर्दा त खै 24,000 करोड रुपियाँ भन्दा बढी हुन्छ। कल्पना गर्नुहोस् त, यसले दलाल स्ट्रिटमा मन्दी नै ल्यायो। यो कथा हो हर्षद मेहताको। उहाँलाई त्यति बेला स्टक मार्केटका अमिताभ बच्चन अनि बिग बुल पनि भन्थे। निकै चर्चित नाम। त्यो बेला मतलब सन् 1990 को दशकमा भारत भर्खरै आर्थिक उदारीकरणतिर जाँदै थियो, तर ब्याङ्किङ प्रणालीमा चाहिँ केही कमजोरीहरू थिए हैन त? एकदम। जस्तो कि ब्याङ्कहरूले अनिवार्य रूपमा सरकारी बन्ड, एसएलआर भन्छन् नि, त्यो राख्नुपर्ने नियम थियो। अनि उनीहरूलाई शेयर बजारमा सिधै लगानी गर्न पनि रोक थियो। अनि त्यो रेडी फरवर्ड डिल, आरएफडी र ब्याङ्क रसिद, बीआरको कुरा पनि आउँछ हैन? त्यो अलि जटिल थियो जस्तो छ। त्यो प्रणाली अलि अपारदर्शी थियो। आज हामीसँग भएका स्रोतहरू, केही लेख र भिडियो ट्रान्सक्रिप्टका आधारमा हर्षद मेहताले कसरी यही प्रणालीका मतलब कमजोरीहरूको फाइदा उठाएर यति ठूलो घोटाला गर्न सफल भए भन्ने कुरा अलि गहिराईमा बुझ्ने कोसिस गर्नेछौँ। सुरु गरौँ हर्षद मेहताको उदयबाट। सुनिन्छ उनी जम्मा 40 रुपियाँ लिएर मुम्बई आएका थिए रे। हो, त्यही 40 रुपियाँबाट सुरु गरेर हेर्दा हेर्दै उनी ग्रो मोर रिसर्च एन्ड एसेट म्यानेजमेन्ट भन्ने ब्रोकरेज फर्मका मालिक बने। उनको जीवनशैली पनि निकै विलासी थियो। मैले पढेकी थिएँ 15,000 वर्ग फिटको पेन्ट हाउस, महँगा कारहरूको लस्कर। पत्रकार सुचेता दलालले त उनलाई करिश्माई, उत्साही तर अलि लापरवाह रूपमा महत्वाकांक्षी भनेर लेख्नु भएको थियो। हो, उनको व्यक्तित्व त्यस्तै थियो। अब घोटाला कसरी भयो भन्ने संयन्त्र बुझ्न चाहिँ त्यो अघि भनेको आरएफडी र बीआरलाई बुझ्नुपर्छ। त्यो अलि बताइदिनुस् न, आरएफडी भनेको के हो? कस्तो भने ब्याङ्कहरूलाई कहिलेकाहीँ छोटो अवधिको लागि पैसा चाहिन्थ्यो, मतलब तरलता। अनि उनीहरूले आफूसँग भएको सरकारी बन्ड धितो राखेर अर्को ब्याङ्कसँग ऋण लिन्थे। यो छोटो अवधिको लेनदेन नै रेडी फरवर्ड डिल हो, आरएफडी हो। अनि ब्याङ्क रसिद चाहिँ? अब हरेक पटक बन्डको भौतिक रूपमा लेनदेन गर्न, यताउता सार्न झन्झटिलो भयो। त्यसैले ब्याङ्कहरूले के गर्न थाले भने बन्ड आफूसँगै राखेर एउटा कागज दिन्थे, ब्याङ्क रसिद। यो भनेको मसँग यति बन्ड छ, म पछि फिर्ता गर्छु भन्ने वाचा जस्तै भयो। तर यो बीआरलाई त रिजर्भ ब्याङ्कले आधिकारिक मान्यता दिएको थिएन भनिन्छ नि? थिएन, तर पनि चलनमा चाहिँ व्यापक रूपमा आयो, किनकि यसले कारोबार छिटो गराउँथ्यो। अनि यहाँ ब्रोकरको भूमिका कसरी आयो त? ब्याङ्कहरूले सिधै कारोबार गर्न सक्दैनथे र? सक्थे, तर बिस्तारै ब्रोकरहरू बिचौलिया मात्र रहेनन्। उनीहरू लेनदेनको केन्द्रबिन्दु जस्तै बने। यसले के भयो भने कुन ब्याङ्कले कोसँग कारोबार गर्दैछ भन्ने कुरा गोप्य रहन थाल्यो। अनि ब्याङ्कहरू ब्रोकर कत्तिको विश्वासिलो छ भन्नेमा भर पर्न थाले। यहीँनिर आयो हर्षद मेहताको खेल। ठ्याक्कै मेहताले यही विश्वासको फाइदा उठाए। उनले ब्याङ्कहरूलाई कारोबारको चेक आफ्नो व्यक्तिगत वा आफ्नो कम्पनीको नाममा काट्न लगाए। त्यो पैसा ब्याङ्कको खातामा जानुको सट्टा मेहताको खातामा गयो। अनि त्यो पैसा उनले कहाँ लगे त? सिधै शेयर बजारमा। त्यो बेला बजार एकदमै तेज गतिमा बढिरहेको थियो। उनले त्यो पैसाले आफूले चाहेको कम्पनीको शेयर किनेर मूल्य अझै बढाए। तर एउटा ब्याङ्कबाट लिएको पैसा त फिर्ता गर्नु पर्थ्यो होला नि? हो, त्यसैले उनले के गरे भने एउटा आरएफडीको म्याद सकिन लाग्दा त्यो तिर्न अर्को ब्याङ्कबाट नयाँ आरएफडी गर्थे। मतलब एउटा ब्याङ्कको खाल्डो पूर्ण अर्को ब्याङ्कबाट पैसा निकाल्ने। यसरी उनले धेरै ब्याङ्कहरूलाई आफ्नो जालमा पारे। यो त खतरनाक रहेछ। तर यो भन्दा पनि डरलाग्दो कुरा त अझै भएको थियो रे नि, नक्कली बीआरको कुरा। हो, त्यो झनै डरलाग्दो। मेहताले केही साना ब्याङ्कहरू जस्तो ब्याङ्क अफ कराड, बीओके र मेट्रोपोलिटन कोअपरेटिभ ब्याङ्क, एमसीबीसँग मिलेर नक्कली बीआरहरू नै बनाउन थाले। नक्कली मतलब पछाडि कुनै सरकारी बन्ड नै नभएको? हो, बिल्कुलै। ती केवल कागजका खोस्टा थिए जसको पछाडि कुनै धितो, कुनै बन्ड थिएन। केही नक्कली सरकारी बन्ड पनि बनाएको कुरा आउँछ, तर त्यो सानो मात्रामा थियो। मुख्य खेल नक्कली बीआरकै थियो। बाप रे, ब्याङ्कहरू पनि सामेल भएर कति पैसा यसरी प्रणालीमा गयो होला? अर्बौं रुपियाँ। अनुमान गर्न गाह्रो छ। यही पैसाले बजारमा कृत्रिम उछाल ल्यायो।
मेहताले त्यति बेला बजारमा मन्दी चाहने बियर कार्टेल, जसमा हितेन दलाल जस्ता ब्रोकर थिए, सँग पनि टक्कर लिए। उनले एउटा सिद्धान्त पनि ल्याएका थिए रे नि, रिप्लेसमेन्ट कस्ट थ्योरी भन्ने। हो, त्यो एउटा भ्रामक तर्क थियो। त्यसको सार के थियो भने कुनै स्थापित कम्पनीको सेयरको सही मूल्य त्यो कम्पनीलाई आज बनाउन कति खर्च लाग्छ भन्ने बराबर हुन्छ रे। यो सिद्धान्त प्रयोग गरेर उनले केही कम्पनी जस्तै एसीसी सिमेन्टको सेयर मूल्य रु 200बाट बढाएर रु 9,000 सम्म पुर्याइदिए। 9,000? अविश्वसनीय। साँच्चै माहौल नै त्यस्तो बन्यो। नाफाको लोभमा ब्याङ्कहरू पनि, मतलब केही ब्याङ्कका अधिकारीहरू आँखा चिम्लिएर बसे। सजिलै नाफा आइरहेको थियो नि त। तर यो सधैँ टिक्दैन थियो होला। कसरी पर्दाफास भयो त यो घोटाला? यसको श्रेय जान्छ पत्रकार सुचेता दलाललाई। उनले हर्षद मेहताको त्यो अस्वाभाविक विलासी जीवनशैली, खासगरी उनको महँगो कारहरूको सङ्ग्रह देखेर शङ्का गर्न थालिन्। अनि अनुसन्धान सुरु गरिन्। हो, उनले खोतल्दै गइन् र अन्ततः 23 अप्रिल 1992मा टाइम्स अफ इन्डियामा यो पुरै घोटालाको नालीबेलीसहित समाचार प्रकाशित गरिन्। त्यसले तहल्का मचायो। त्यसपछि के भयो? त्यही समयतिर स्टेट ब्याङ्क अफ इन्डिया, एसबीआईमा पनि एउटा आन्तरिक छानबिन चलिरहेको थियो। उनीहरूले आफ्नो खातामा करिब 574 करोड रुपियाँ बराबरको सरकारी बन्ड हुनुपर्नेमा त्यो नभएर मेहताले दिएका तिनै नक्कली बियारहरू मात्रै रहेको पत्ता लगाए। एउटै ब्याङ्कमा त्यति धेरै? हो, यसमा ब्याङ्ककै एक कर्मचारी आर सीतारामन भन्ने व्यक्तिको संलग्नता पनि देखियो। रोचक कुरा के भने यो काण्ड बाहिर आउनु अलि अघि नै उनी लामो छुट्टीमा बसेका थिए। घोटाला बाहिर आएपछि बजारमा त ठूलो असर पर्यो होला नि? पर्यो नि। शेयर बजार 1 ट्रिलियन रुपियाँ, मतलब त्यस बेलाको 10 खर्ब रुपियाँले घट्यो। टेन्टेड शेयर भन्ने समस्या आयो। घोटालाको पैसाले किनबेच भएको शङ्कास्पद शेयरहरूको कारोबार रोकियो। सरकारले केही गर्यो? गर्यो। सरकारले जानकीरामन समिति गठन गर्यो। त्यो समितिले घोटाला करिब 4,025 करोड रुपियाँको भएको निष्कर्ष निकाल्यो। राजनीतिक रूपमा पनि ठूलै हलचल भयो। कस्तो हलचल? तत्कालीन अर्थमन्त्री डाक्टर मनमोहन सिंहले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन खोज्नुभयो। तर तत्कालीन प्रधानमन्त्री पीवी नरसिंह रावजीले त्यो राजीनामा अस्वीकार गर्नुभयो। ब्याङ्किङ क्षेत्रमा कस्तो असर पर्यो? नराम्रो असर पर्यो। कैयौं ब्याङ्करहरू दोषी पाइए। विजया ब्याङ्कका अध्यक्षले त आत्महत्या नै गरे। स्थिति एकदमै गम्भीर बनेको थियो। अनि हर्षद मेहतालाई के भयो? उनीमाथि 72वटा आपराधिक र 600 भन्दा बढी देवानी मुद्दा लाग्यो। 3 महिना जति हिरासतमा बसेपछि उनी जमानतमा छुटे। छुटेपछि त उनले झन् ठूलो सानसनी मचाएका थिए रे नि? प्रधानमन्त्रीलाई घुस दिएको आरोप? हो, त्यो पनि भयो। उनले एउटा प्रेस कन्फरेन्स नै गरेर तत्कालीन प्रधानमन्त्री नरसिंह रावलाई आफूले सुटकेसमा 1 करोड रुपियाँ नगद घुस दिएको आरोप लगाए। तर यसको कुनै ठोस प्रमाण उनले दिन सकेनन्। यो आरोप मतलब आरोपमै सीमित रह्यो। हाम्रा स्रोतहरूले पनि यसलाई पुष्टि गर्दैनन्। त्यसपछि उनको जीवन कस्तो रह्यो? जेलबाट छुट्टेपछि उनले फेरि बजार गुरु बनेर फर्कने कोसिस गरे। केही समय गरे पनि। तर सन् 1999मा उनी फेरि दोषी ठहरिए र जेल पठाइए। अनि 31 दिसम्बर 2001मा हिरासतमा नै हुँदा हृदयघातका कारण उनको मृत्यु भयो। तर उनको परिवारले चाहिँ अझै पनि केही कानुनी लडाईहरू लडिरहेको छ। भर्खरै एउटा मुद्दा जितेको खबर पनि आएको थियो। हर्षद मेहताको कथा साँच्चै फिल्मी जस्तो छ। आज पनि मान्छेहरू उनलाई कसरी हेर्छन् भन्नेमा मतभेद देखिन्छ, होइन? एकदम। कोही उनलाई प्रणालीलाई लुटेर खाने 1 नम्बरको धुर्त खलनायक मान्छन्। अर्कातिर कोही उनलाई प्रणालीका कमजोरीहरू छतासुल्ल पार्ने एक बलिका बकरा अर्थात् स्केपगोट मात्र ठान्छन्। हो नि। उनी जेलबाट छुट्दा मान्छेले ताली बजाएर स्वागत गरेको दृश्य पनि सम्झिन्छन् कतिले, जुन पछि विजय माल्या वा नीरव मोदी जस्ता पात्रहरूप्रति देखिएको जनआक्रोशभन्दा अलि फरक थियो। हो, यो घटनाले सिकाउने पाठ चाहिँ के हो भने एउटा त नियमन कमजोर भएको र भर्खरै खुला हुँदै गरेको बजार कति जोखिमपूर्ण हुन सक्छ भन्ने देखायो। अर्को, अत्यधिक नाफा कमाउने अनियन्त्रित लोभले कसरी ठूला संस्थाहरूलाई पनि विवेकहीन बनाइदिन सक्छ भन्ने देखायो। वास्तवमा यहाँ गहिरो प्रश्न उठ्छ। एउटा व्यक्तिले मात्रै कसरी पूरै प्रणालीलाई यसरी हल्लाउन सक्यो होला? के आजको अझ परिष्कृत र प्रविधि मैत्री भनिएको हाम्रो प्रणालीमा पनि यस्तै कुनै अदृश्य कमजोरीहरू लुकेर बसेका छन् कि? यो साँच्चै सोच्नुपर्ने कुरा हो। बिल्कुल।
यो प्रश्नमा घोत्लिनु जरुरी छ।